हेलो नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ आजको मेरो न्यू ब्लगमा। होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि आज पनि न्यू डे न्यू ब्लग हैन। अनि अहिले चाहिँ टाइम ठ्याक्कै 12 बजेको छ हैन। अनि म आज काममा चाहिँ अलि ढिलो निस्केको, सायद काम निस्किदिन भन्ने सोचिरा थिए। अनि फेरि मैले तपाईलाई डेली कन्टिन्यू ब्लग दिइरा छु नि त। अनि अब ब्लग हुँदैन तपाईले हेर्न पाउनुहुन्न भनेर चाहिँ म एकछिन भए नि कामको लागि चाहिँ निस्केको। अनि अहिले टाइम 12 बज्यो। म चाहिँ अनि बेलुका त्यही 6-7 बजेसम्म मात्रै काम गर्छु किनभने चाहिँ हैन। अनि आज चाहिँ हाम्रो मुभी हेर्न जाने प्लान छ क्या। होस्टेल 3 हेर्न जाने प्लान छ हैन। हामी चाहिँ 12 जना जाँदैछौँ फिल्म हेर्न। मेरो फ्यामिली, सरल दाइको फ्यामिली, अनि दाइ भाउजू, त्यसपछि यता सुरेन्द्र, त्यसपछि जङ्गे, अनि त्यसपछि सुरेन्द्र, जङ्गे, अनि सुशान्त, अनि निशा, त्यसपछि अरू को छ त्यति गरेर चाहिँ हामी 12 जना चाहिँ मुभी हेर्न जाने प्लान छ। बेलुका टिकट चाहिँ मैले काटिसकेको छु, 12वटा टिकट हैन। अनि अब त्यो भ्लग चाहिँ सायद आउँदैन होला मेरो विचारमा हैन, आउँदैन। अनि तपाईले त्यो चाहिँ मेरो फेसबुकमा चाहिँ हेर्नु होला। त्यो चाहिँ म त्यो फेसबुकमा चाहिँ पब्लिक गर्छु हैन। अनि मेरो फर्स्ट राइड चाहिँ यहाँनिर इन्डियामा 276 रुपियाँको राइड चाहिँ एसेप्ट भइसकेको छ। अलिक टाढा छ है जानु पनि चाहिँ। अनि त्यही अब टार्गेट भनेको चाहिँ अब 1500-2000 कमाइदिउँ न त, टिकटको पैसा उठाइदिउँ न त भनेर चाहिँ काममा निस्केको है त म चाहिँ। र हाम्रो फर्स्ट प्यासेन्जर भनेको चाहिँ यतैतिर हो क्या हो, यतै हो, ल यतै हो। इन्ड्राइभ हो? त्यसो होला, त्यसो भए हजुर 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 हो रहेछ। उर्बन मोन्टेसरी स्कुल हो। ए हुन्छ, ओके छ त। हजुर यताबाट आइरहेको देखायो? ए होइन होइन, तपाईँ यहाँ आउनु भएको हो? ए मतलब त्यो घरको मान्छे त तपाईँहरूको कोही पनि होइन नि? भनेपछि तपाईँ घर सिन्धुपाल्चोक हो? सोलुखुम्बु। ए त्यो त रुममा चाहिँ बस्ने होला। यो चाहिँ मेरो साथीको घर हो क्या त्यो, त्यही भएर चाहिँ मतलब मेरो साथीको कोही तपाईँ आफन्त हो कि भनेर मात्रै सोधेको है, त्यस्तो अरू केही होइन। हामी लोकेसनमै हो कि कता हो? यतै हो। कति मोटो हो। यहाँबाट राइड लाग्छ कि लाग्दैन त? हिरोमै त पठाउँ, अनलाइन बसौँ। भोज खाएर जानुपर्छ क्या हो? भोज खाएर जानुपर्छ क्या हो? यहाँ बिहे रहेछ, यहाँ रहेछ भने नि। दुई 280 भएको छ ल, हेर्नु न यता हुन्छ। लस, धन्यवाद। अनलाइन बसिरहेको पठाउमा राइड चाहिँ आएको छैन। हो 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 हो, नाम विकल। के रे? के चाहिँ? पैसा गर्न हो मै ल हेर्छ, धन्यवाद। चक्लेट खाने हो? चक्लेट खाने हो? सानो मान्छे खाने हो? चुइम खाएर रहेछ चक्लेट, के खानु है? ल पख म दिन्छु चक्लेट छ मसँग। कता थियो? ए कहाँ गयो चक्लेट? ए ल ल ल भाइ, तिम्रो साइकलमा पाइडिले रहेनछ है? पाइडिल नहुँदा चलाउनु नि मजा आउँछ यार। पहिला पहिला कम्ता चलायो त पाइडिल नभएको साइकल पनि। राइड चाहिँ आइरहेछ, कस्तो खडाको राइड आएको हो यहाँनिर त। भक्तपुरमा सबै मान्छेहरू एकदम धनी धनी मान्छेहरू बस्छ क्या यार। रेट मात्रै घटाएको बुकिङ आउँछ त। लोभी बस्छ भन्यो भने त मार्ला है, नभन्नु है त्यस्तो त।
ल मेरो आजको सेकेन्ड नाइट पनि एक्सेप्ट भइसकेको छ है इन ड्राइभमा अनि यो चाहिँ यसमा चाहिँ 17 रुपियाँ बोनस हालेको छ तपाईँलाई अस्ति मैले बोनसको भिडियो पनि भनेको थिएँ नि होइन इन ड्राइभमा चाहिँ बोनस पनि दिन थालेको छ तर यो राइड मलाई घाटा चाहिँ घाटा छ है मेबी 8 किलोमिटर छ 8 दुना 16 160 हुनु पनि अनि बोनसले गर्दाखेरि चाहिँ मैले उठाएको नत्र चाहिँ म उठाउँदिनँ किनकि बोनस 17 रुपियाँ बोनस हालेको छ नि त इन ड्राइभले त्यही भएर चाहिँ अब बोनससँग गएर मिल्दाखेरि चाहिँ मलाई बराबर हुन्छ नत्र चाहिँ म उठाउनेवाला चाहिँ थिइनँ होइन अनि खै त लाइभ बेकरी भन्थ्यो कताको लाइभ बेकरी हो र लाइभ बेकरीनिर छु भन्थ्यो प्यासेन्जरले राइड गर्दा चाहिँ पैसा चाहिँ अलिकति धेरै कलेक्सन भएको देख्छ किन बाइक धेरै गुडे पनि पैसा चाहिँ अलिक धेरै कलेक्सन भएको देख्छ नि त अनि त्यो भएपछि कमाएको अलिक धेरै जस्तो देखिन्छ नि त अब सानो राइड हान्यो भने चाहिँ कमाइ हुँदैन नि त टाइम लस हुन्छ फेरि खासै आज धेरै काम पनि गरिँदैन नि त अनि त्यही भएर चाहिँ ठुलो राइड नै खोज्न चाहिँ अब पठाउको चाहिँ फेरि जत्रो राइड आए पनि जान्छु 55 56कै आए पनि जान्छु है जान चाहिँ भन्दिनँ लाइभ बेकरी भनेपछि लाइभ बेकरी त्यहाँनिर जस्तो लाग्थ्यो यहाँबाट भित्र भन्थ्यो हाम्रो प्यासेन्जरले लाइभ बेकरी यतै जस्तो लाग्थ्यो कता हो लाइभ बेकरी यहाँबाट भित्र यो त सुशान्तको घर जाने बाटो हौ के हो यार सबै केटाहरूको घर जाने ठाउँमा पुग्छ सुशान्त घर चाहिँ उहाँबाट यसरी भित्र जान्छ है सुशान्तको चाहिँ यहीँनिर रहेछ ल ब्लगर हेर्नु त देख्यो ब्लगर हुनुको फाइदा मान्छेमा कस्तो रियाक्ट आउँछ सही हो नि अब त्यहाँबाट म 400 को राइड लिएर आउँछु त्यसपछि त ड्याङ्ग लाएर म कमाइहाल्छु नि हजुर ब्लगर ब्लग हेरेर त्यतिकै भने कि नहेरी भने हो ल धन्यवाद बस्नु भयो कताबाट जान्छ हामी राइडबाट भन्नु नि त है भन्नु न कताबाट जाने भन्नु न है भने कि ए ल बुझेँ हस् भक्तपुरमा स्पिड चेकिङ छ कि क्या हो यता छैन रहेछ ल ठिक छ होइन यहाँ नि बस्दो रहेछ अचेल स्पिड चेकिङ यहाँ चाहिँ एकदम ध्यान पुऱ्याउनु पर्छ यहाँ त नत्र 500 को जिट गयो फेरि ट्राफिक पुलिसलाई 500 रुपियाँ केही लाग्दैन 500 रुपियाँ भनेको उहाँहरूको लागि 1 रुपियाँ हो हामीलाई त्यो 500 रुपियाँ कमाउनलाई कति गाह्रो हुन्छ बुझ्दैन तपाईँलाई पनि थाहा छैन त्यसो म लोकेसनमै लान्छु है त दामी छ हौ भक्तपुर चाहिँ छुट्टै राम्रो छ क्या है भक्तपुर छुट्टै राम्रो के त्यो पुरानो कल्चरहरू भएर होला के तर म चाहिँ बाटो चाहिँ पिजी हुनुपर्ने ठान्छु क्या घुत्रुकै हुन त अब यस्तो हो उहाँ यताको कल्चर बचाएको हो नि त यो त तर सजिलो हुन्थ्यो नि भन्न खोजेको मैले चाहिँ फेरि मिलेको छैन नि ढुङ्गा अनि घुत्रु हुन्छ क्या तर पिच भयो भने यतिको राम्रो लाग्दैन होला फेरि हामी 5 तले आइपुगे क्या हो भक्तपुर यस्तो छ क्या बाटो त्यही भएर ढुङ्गा मन पर्दैन भनेको मलाई तपाईँ पोखरा चाहिँ कुन बस्नुहुन्छ लेक साइड राम्रो छ है पोखरा त धेरै नै म नि बसेँ 3 महिना त ए तपाईँको कुस्मा हो अनि बन्जी हान्नु हो कि भएन त हजुर तपाईँहरूलाई त धेरै छुट हुन्छ नि होइन त्यहाँको स्थानीयलाई त छुट हुन्छ भन्थ्यो त नि हुन्छ त्यही त स्थानीय होइन स्थानीयलाई पनि गाउँ त्यहाँकै मतलब भनौँ न त्यहाँको मान्छेहरूलाई ए त्यही भएर होला हुन्छ भन्ने सुनेको थिएँ मैले चाहिँ किनकि
छुट छ त्यहाँको है म चाहिँ खेलिनँ मेरो भाइ चाहिँ खेलेको खै कहिले रहर पुरा हुने हो अब जाने जुर्यो भने चाहिँ हान्ने हो गएर जानु नि के हो यो बाटो त छ नि हजुर बाटो त छ नि ए बाटो बाबा होइन यहाँ चाहिँ बाटो छ नि भनेको यहाँ होला भित्र सानो लाग्यो नि त्यही भएर क्या बाटो यतै देखा छ कता हो रे यो होइन के बाटो हो यो म त फर्स्ट टाइम हिँड्दैछु यो बाटो त म पनि थाहा म अनि फर्स्ट टाइम आएको हो बाइकको लागि मात्र बनाएको रहेछ बाटो होइन बाटो तिमी कता छौ हस्पिटल कता पर्दैछ मलाई पनि थाहा छैन है मैले पनि गुगल म्याप नै चलाइरह हो त्यही होला खै सेमिनारबाट अलिक त्यही भन्दा सुनेको अरे तिमी कमेडी गर्दैछौ कि के हो यो यहाँबाट तरेर त्यहीँबाट देखा भए भइहाल्थ्यो त किन यस्तो घुमाइदियो होला त मलाई त्यही त त्यहीबाट सिधै रहेछ त नि लोकेसन त यहीँ देखाएको छ खै कहाँनिर हो त खै खोइ 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 खो उयो हजुर हजुर सिद्धि स्मृति महिला तथा बाल ल हजुर ए 100 200 300 300 लिँदा 55 60 ल लस धन्यवाद ल सेकेन्ड नाइट पनि कम्प्लिट भयो भनेपछि यो 160 100 ए 5 रुपियाँ त दिनै बिर्सेछ 155 पो थियो त गइसकेछ के हिसाब गरे हो मैले थुक्कर भ्लगरले 5 रुपियाँ खायो भन्ला नि फेरि लु भन्नुहोस् के फरक पर्दैन 7 खुन माफ भने जस्तो 5 रुपियाँ पनि माफ जानी गरे होइन नि त मिस्टेक छ ल्याउनु 1 2 3 4 5 हजुर राइडर हो 1 2 3 4 5 चेन्ज चाहिँ बोकेर हिँड्नुपर्छ है त्यही त भने त नि यहाँ त ठिकै छ न्यू रोड र के अरे न्यू रोड र दरबारमा साट्नु पर्यो भने कहाँ जानुहुन्छ तर एक्स्ट्रा पैसा चाहिँ बोकेर हिँड्नुपर्छ आज कमाएको पैसा भोलि पनि राखेर अनि बल्ल पर्सि चलाउँदा हुन्छ क्या त्यसरी गर्दा चाहिँ एकदम राम्रो हुन्छ ल मेरो 253 रुपियाँको राइड इन ड्राइभमा फेरि एसै भइसकेको छ होइन यो चाहिँ 13 किलोमिटरको 253 मैले हाई रेट हान्दा पनि बल्ल भ्यायो अझ पनि पर किलोमिटर 20 रुपियाँ आउँदैन भनेपछि 13 दुना 26 260 रुपियाँ हुनु पनि दममा 253 रुपियाँ छ क्या इन ड्राइभमा रेट खत्रै भइसकेको छ र हाम्रो प्यासेन्जर भनेको चाहिँ यहीँ चोकमै हुनुहुन्छ भन्थ्यो राइड त म फेरि खतरा एसै भनिदिन्छु कि इन ड्राइभमा त होइन तर अलिक घाटा लाग्छ नि अलिकति गर्न मन लाग्दैन क्या इन ड्राइभ खै यहीँ छ प्यासेन्जर यता राइट साइड च्याप एकैछिन पुलबाट राइटतिर च्याप न हौ जनता यातायात देखेर हिँड्ने पुल पारी गोपी कृष्ण जाने बाटो कता थाहा छैन गोपी अझै आइज सिधै आइज होइन म यता जानु लाग्यो तैँले भनेर मात्रै यता आएको क्या न त म आउँदिन्थ्यो ठ्याक्कै पुलबाट ठ्याक्कै लेफ्ट टर्न गर्न अब मैले तँलाई देखेँ यसले फेरि प्यासेन्जर बोकेर आएछ हेलो बिकलको थ्रोबाट गिफ्ट यसलाई नि एउटा दिनु भाइ प्यासेन्जर त लिएर हिँड्दा मार्छ यस्तो भयो के
त्यो जो प्यासेन्जर छ नि उहाँ मेरो ब्लग हेर्दो रहेछ त्यो उता गएको मान्छे अनि फर्काएर लिएर हो कि मलाई भेट्नलाई यताबाट जाऊँ ल म तपाईँलाई पनि चक्लेट खुवाउँछु ल होइन खानु नि केही हुँदैन बहिनी म खुवाउँछु त्यसले मैले लिएर हालेँ भनेर नि मैले के अरे ल आइज भने हो कि आइज यतै आइज ए होइन गाडीलाई आइज भने क्या ल इन्डियामा चाहिँ मेरो 4वटा राइड कम्प्लिट भयो होइन अनि अहिले चाहिँ मेरो पठाउमा कतिको राइड एसे भएको छ नि 61 रुपियाँको राइड एसे भएको छ कति ठुलो हो राइड भने हत्तेरिका अलिक सानो आउनु नि हो भन्दा 56 को आउनु नि हौ कस्तो 61 रुपियाँको राइड आएको होला त ल ठिकै छ अब पठाउको त फेरि म जत्रो आए पनि लिन गइ नै हाल्छु होइन ल ठिकै छ अब म यो राइड लिन जान्छु है त एउटा राइड एसे भएको छ होइन कतिको हो नि यो चाहिँ कुरियर राइड हो कुरियर राइड गरेर चाहिँ हामीलाई एकदम फाइदा नै हुन्छ अनि 7 किलोमिटरको 175 रुपियाँ आएको छ 7 किलोमिटरको किनभने 140 150 आउँथ्यो नि त यो चाहिँ 175 आएको छ भने चाहिँ अलिकति फाइदा हुन्छ क्या अझ मैले हाई रेटमा उठाउनु पर्ने रहेछ यो चाहिँ मैले हाई रेटमा उठाएको होइन गल्ती गरेछ ल होली आउन लागिसकेको छ नि त पुरा टी सर्ट बिक्री हुन सुरु थालिसकेको छ त कमाइ मतलब होइन मतलब के कमाइ कति भने कि ए मेरो पो सोध्नु भयो नि त उसले म यहाँ हाल्छु यहाँ होइन यो खुद्रा लिन लाग्यो होइन यो त जाऊ यो अस्ति 3 दिनको होला हौ हेलो निकिसा भन्नुपर्छ नि सोल्टेर हाँसेर बसेर हुन्छ ल पढाउमा मेरो फेरि सेकेन्ड राइड आइसकेको छ अनि यो राइड भनेको पनि फेरि मात्र कति 87 88 90 कतिको होला है कस्तो हो कि पढाउमा कस्तो सानो राइड आएको इन्डियामा मेरो यस्तो ठुलो राइडहरू एसे भइरहेको छ कि आज होइन ल अहिले चाहिँ म यता जोरपाटीको भित्रपट्टि कतापट्टि हो यता देखाएको छ प्यासेन्जरको यहाँबाट राइट भनेपछि पार्टी पहिले छ गाडी यता रहेछ यतै भन्ने सिन हुन्छ अन्त जोरपाटी होइन खै मलाई पनि थाहै भएन जम्मू डाँडाको देखाएन को जानु पनि ए बोला छैन मिल्दैन नि त नि अब एउटा राइड भएपछि अर्को मिल्दैन मतलब अब सकिनुपर्छ नि त त्यस्तो हो कि म बोलाइन्थेँ अब अघि बोलाइदिनु भने म बोलाइन्थेँ नि त नि हेरौँ न गएर तपाईँ हेरेर आउनुभयो भने आमै झन्डै हानेन कहाँ हिँड्ने एक कुरो हिँड्यो होला हिँड्न पनि पार्टी प्यालेस खोइ त यही हो त एउटा यहाँ छ ल हेरेर आउनु नि त कसको बे भने त थाहा भइहाल्छ नि प्रतिभा मेरो 90 भयो पैसा कहाँ हाल्नु मैले ए हुन्छ हस् थ्याङ्क यू ए म त झरे जस्तो लागेर त होइन पो रहेछ टिप्स पायो टिप्स
अब 4:15 भयो। अब कति घन्टा राइड गर्ने? अब 2 घन्टा। ल ठिकै छ, अब 2 घन्टा राइड गर्नु त होइन। अब फेरि इन्ड्राइभ हेरौँ। अघि योभन्दा अगाडिको राइडमा चाहिँ मैले 190 रुपियाँ चाहिँ अनलाइनबाट लिएको थिएँ होइन। अब 190 रुपियाँ चाहिँ यहाँबाट लिऊँ न त होइन। 190 के हो, पैसा नै क्या हो। 50-50 को मात्रै छ त। 200 लिइराखौँ। अहिले 10 रुपियाँ त मिलाउँला है त। मजा। ल अहिलेसम्म चाहिँ मेरो पठाउमा चाहिँ 2टा राइड कम्प्लिट भएको छ होइन। यहाँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ 2टा राइड कम्प्लिट पठाउमा होइन। अनि इन्ड्राइभमा चाहिँ मेरो कतिवटा राइड कम्प्लिट भयो भने इन्ड्राइभमा मेरो कतिवटा राइड कम्प्लिट भयो भनेपछि इन्ड्राइभमा मेरो 6वटा 6, 7, 8वटा राइड कम्प्लिट भइसकेको छ है त। 8वटा राइड कम्प्लिट गरेर कति कमायो भने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 60 रुपियाँ कमाएछ। 1460 है त। ल ठिकै छ। फेरि कताको राइड लाग्छ अनि पछि अपडेट। नहुँदैन। के भयो बाइक? के भयो? चोक तानेर हान्नु न। चोक तानेर हान्नु। अलिकति पेट्रोल झिकेर फाल्नु न। कहिले कहिले त्यस्तो हुन्छ क्या। अरन बजाउँ त। ब्याट्री डाउन त होइन। ल हान्नु त। ओइ लाभिङ मलको राइड कति? 9 किलोमिटरको 200 रुपियाँ हानौँ। उडा नउडा। ओइ 425 को राइड छ यार। कहाँ जानुपर्ने हो? नगरकोट जानुपर्ने रहेछ नि त। हाई राइड हानौँ न, उठाएर जानुपर्छ। चटपटे पो हान्नुपर्छ क्या हो। बरु अल्छी पो लाग्न थाल्यो यार। अनि मलाई चटपटे बनाइदिनु त। चटपटे बनाइदिनु त। कति कतिको भन्छ? ल 50 के बनाइदिनु। अमिलो कम ल। अहिले चटपटे खाने भए यहाँनिर। कहाँनिर भने कता कहाँ छ? म हेर्छु। म हेर्छु पक्का कहाँ छ। कहाँ छ? त कहाँ हो त? नेपाल टाढो रहेछ त। चिया खान्छ। ल म चाहिँ चटपटे खाएर बसेको थिएँ होइन। अनि मेरोमा चाहिँ कतिको राइड लाग्यो भने 147 को राइड लाग्यो। दिल्ली फोन गरेँ किन हो? म त यता जो बौद्ध। ल घर लिन आइदियो भने होला। आज भान्जीहरूको यता पार्टी के अरे के थियो भान्जीहरूको? आज प्यारेन्ट्स डे थियो नि त। त्यही भएर मलाई लिन आइदियो भने होला जस्तो लाग्यो। ल ठिकै छ। र मेरो चाहिँ यहीँ पार्टी प्यालेसबाटै अहिले जान लिएर ल्याएको। त्यहाँनिर नै बाट चाहिँ राइड आएको छ होइन। अनि हाम्रो खै यता मम्मी जानु भन्दै थियो, प्यासेन्जरको मम्मी। अनि उहाँ चाहिँ पढाउ स्टाफ जस्तो लाग्यो क्या। शङ्का लाग्यो मलाई। राइड अघि सकिएको। 1 राउन्ड फनाकै घुमाउनु भयो। होइन 1 राउन्ड त भएन। एउटा त्यो बाटो चाहिँ मिस्टेक भयो कि। यही हो। विदेश गएको मान्छे त त्यही भनेको। हेरेर दिनु न। अब 55 रुपियाँ भएको छ। हजुर हजुर बुझेँ मैले। उहाँ पठाएको स्टाफ भन्ने मलाई पहिल्यै थाहा थियो।
होइन नघुमाएको भए त मलाई 55 नै पुग्थ्यो लस् धन्यवाद थाहा थियो मलाई पटकको स्टप हो भनेको त 150 को राइटमा 95 रुपिस डिस्काउन्ट पुरै डिस्काउन्ट तर हामीले पायो पुरै 100 रुपियाँ ल ठिकै छ अब कता कता लाग्छ पछि अपडेट है त यत्रो सामान बाइकमा चाहिँ कसरी लानु त अलिकति दिमाग त लगाउन यार सोल्टी यत्रो सामान बाइकमा जान्छ त हेर त ल उचाले देखाउ त यत्रो बाइकमा जान्छ त नि हावा कुरा गर्छ यार अति नै गर्नु हुँदैन नि त क्यान्सल गरिदेऊ क्यान्सल गर अनि यत्रो सामान जान्छ त ल तिमी आफै विचार गर त त्यही भने फोकट मेरो मात्रै टाइम लग्छ त्यही भने होइन एउटा दुइटा सामान भइदियो नि ठिक यत्रो सामान त ल हेर त बरु ठिक भयो ल पानी नि पऱ्यो भागिदिनु पऱ्यो नि हाम्रो यार त बिजोग बनाउनु भयो यार पानी पऱ्यो अब चाहिँ घरतिर जानुपर्छ फोन गरिहालौँ मऱ्यो ल अहिले चाहिँ म ठ्याक्कै यहाँ बानेश्वरनिर छु होइन अनि मेरो चाहिँ यहाँबाट एउटा राइड आइस भएको छ अब चाहिँ म यो राइड लिएर चाहिँ घर जान्छु है त कति धेरै माया हो यार यत्तिको केयर चाहिँ हुनुपर्छ है सधैँ तर अनि अब यो राइडपछि चाहिँ कति कमायो भन्दा पनि अब खासै धेरै त कमाएको छैन अब त्यही 2000 जस्तो कमाउँछु भनेर निस्केको थियो सायद 2000 चाहिँ पुगेको छ कि छैन अब एकछिनमै थाहा हुन्छ होइन अनि पानी पनि परिरहेछ हल्का हल्का सिम पानी पनि पर्न थाल्यो क्या अनि त्यही भएर चाहिँ अब म राइड गर्दिनँ किनकि अब 7:45 को सो छ फिल्म पनि हेर्न जानु पऱ्यो अब घरतिरकै राइड लागिसक्यो नि त फेरि किन घरतिरको राइड लगाएपछि किन निस्किनु भन्ने मेरो चाहिँ सोच होइन अब घर जाम यसो नुहाइ धुवाइ गरौँ अब यो पानीमा तातो पानीमा ननुहाइ त हुँदैन अनि घर जाम त्यसपछि अब भिडियो पनि एकछिन एडिट गर्छु होला सायद आज अलिक चाँडै घर जाँदैछु नि त अनि बेलुका चाहिँ अलिक चाँडै सुत्नु पऱ्यो अनि हाम्रो प्यासेन्जर चाहिँ ठ्याक्कै एपेक्स मलनिर हुनुहुन्छ अरे भन्दै थियो है हाम्रो प्यासेन्जर ल म चाहिँ अहिले ठ्याक्कै यहाँनिर आइपुगेँ त अनि हाम्रो पर अफिस चाहिँ यहाँभन्दा अलिकति अगाडि मात्रै हो है कतिजनालाई थाहा नहुन पनि सक्छ नि त त्यही भएर भनिदिएको मात्र मेरो लोकेसन आइसकेको छ हाम्रो प्यासेन्जर कता हुनुहुन्छ थाहा छैन ए बस हस् हुन्छ बस टोखा हो खै कहाँनिर हो टोखा टोखा कहाँनिर हो ठुलो लाच्छी ए ल गणेश मन्दिर भित्रबाट हस् हस् यहीँ रोकिदिउँ आजको मेरो लास्ट राइड कम्प्लिट भइसकेको छैन यो राइड चाहिँ मेरो 335 + 25 भनेपछि ल ठिक छ फर्स्ट अफ अल पहिला चाहिँ अफलाइन बसौँ है त ल मैले कति कमाएँ भने 235 + 25 है त भनेपछि 260 अनि त्यसपछि टोटल कति कमाएँ मात्र भनिदिन्छु पहिला 260 ठ्याक्कै मिलेको यार यसले 300 भयो 400 500 600 700 800 900 1000 11 12 13 14 15 16 17 18 19 20 2100 कमाएछ ओ माई गड खतरा भइसक्यो कमाएछ यार ल ठिकै छ मैले टोटल 2100 कमाएँ होइन अनि अहिले चाहिँ म ठ्याक्कै टोखा बजारनिर छु होइन अनि मैले आज जम्मा धेरै राइड पनि गरिनँ अहिले ठ्याक्कै 6:30 भयो भनौँ न 6:40 भयो 6 घन्टा 40 मिनटै राइड गरेँ भनौँ न यो बिचसम्मको कमाइ भनेको चाहिँ 2100 भनेको चाहिँ बवाली नै कमाएको है त अनि बाइकको किलोमिटर कति गएछ देखाउँछ है एकछिन फर्स्ट अफ अल ल बाइकको किलोमिटर 96 किलोमिटर गएको रहेछ जस आज पैसा चाहिँ राम्रो कमायो छोटो समयमा होइन अनि मैले खर्च निकालिनँ आज चाहिँ किनभने चाहिँ
मलाई निकाल्न मन लागेन जम्मा अब 2100 रुपियाँ त कमाएको छ 2100 त जसले पनि कमाइहाल्छ नि होइन अब 4000 भन्दा माथि कमायो भने मात्र म कति कमायो कति खर्च भयो भने देखाउँछु क्या नर्मल 2-3 हजार त जसले नि कमाउँछ हौ खै मलाई त त्यस्तो लाग्छ अब तपाईँहरूलाई चाहिँ के लाग्छ त्यो थाहा छैन होइन अनि म अहिले ठ्याक्कै टोखा बजारनिर छु अनि अब म घर जान्छु अनि अब चाहिँ अब घर गएर रेडी पनि हुनु पऱ्यो नि त अब 6:40 भइसक्यो अब भनेको 1 घन्टा 5 मिनट मात्रै बाँकी छ फेरि भान्जीहरू पनि छ भान्जीहरूलाई पनि रेडी भान्जीहरू रेडी त भइसक्यो होला मेरो विचारमा होइन त्यही पनि अब यहाँ फेरि दाइली बोला सेक्सन दाइकोमा पनि जान्छु अनि अब त्यो फिल्म हेर्न जाने हो त्यसपछि टक्क लगाएर बाहिरै खाना खाइन्छ होइन अनि त्यसपछि आज चाहिँ खाना खाइन्छ है त अब खाना खान्छ हाम्रो घरमा खाना पकाउँदैन नि त बेलुका अनि त्यही भएर अब आज खाना खाइन्छ अनि तपाईँहरूलाई आजको भिडियो चाहिँ कस्तो लाग्यो के लाग्यो प्लिज कमेन्ट गरिदिनु होला र भोलि पनि न्यू डे न्यू भ्लग लिएर आउँछु होइन आजलाई यति नै भन्दै एकछिन वेट यता माथि चाहिँ ठ्याक्कै टोखा बजारमा चाहिँ जात्रा लागेको छ क्या त्यही जात्राको असर हुनुपर्छ सायद यतातिर होइन अनि यहाँ चाहिँ शनिबार प्रत्येक शनिबार चाहिँ मेला लाग्छ भनौँ न नेवारी खाजा सेटहरूको फुडसल के अरे फुडसल होइन स्टल थुक गरेर फेरि मिस्टेक हो स्टल लागेको हुन्छ तपाईँहरू पनि प्लिज आउनु होला भिजिट गर्नु होला होइन आफ्नो सधैँ एउटै ठाउँमा मात्रै खानु भएन कहिले हाडीगाउँ जानु कहिले टोखा आउनु कहिले अब कता हुन्छ जता यस्तो स्टलहरू राख्छ त्यता पनि जानु होला है सबै ठाउँतिर सपोर्ट दिनु होला माया दिनु होला भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्गाउन चाहन्छु हस्त धन्यवाद।